नमस्कार, जय श्री मुक्तिनाथ। आज हामी वाक्यको अभ्यास गर्न जाँदैछौँ। संस्कृत भाषा कसरी पढ्ने भन्ने अभियानमा आज हामी केही विषय लिएर उपस्थित भएका छौँ। आजको विषय छ वाक्य अभ्यास, जसमा चाहिँ हामीले एक वचनको अभ्यास गर्नेछौँ। अब यसमा हामीले क्रमशः यो पाठलाई अघि पढाउँदै जानेछौँ। त्यस क्रममा आज पहिलो पाठ रहेको छ वाक्य अभ्यास। कहिले पनि हामी बोल्दा व्यवहार गर्दा सबभन्दा पहिला हामीले वाक्य कसरी बन्छ भन्ने कुरालाई बुझ्नुपर्छ। वाक्य बन्ने क्रममा धेरै कुराहरू छन्। क्रिया चाहियो, कर्ता चाहियो, कारक चाहियो। ती कुरालाई कसरी संयोजन गर्ने, कसरी जोड्ने भन्ने कुरालाई हामीले यहाँ क्रमशः जिरो लेभलबाट सिक्दै जानेछौँ। अब आउँ सुरु गरौँ पहिलो दिनको पहिलो पाठ जिरो लेभलबाट। नमस्कार, जय श्री मुक्तिनाथ। प्रिय दर्शकहरू, हजुरहरूलाई संस्कृत ज्ञान मञ्जरीमा स्वागतम। हामी यस च्यानलमा धार्मिक एवं सांस्कृतिक विषयवस्तुहरू लिएर आइरहन्छौँ। हजुर हाम्रो च्यानलको नयाँ दर्शक हुनुहुन्छ र हाम्रा यस्तै प्रकारका भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी साथमा रहेको घन्टीको बटन पनि थिच्न नबिर्सनुहोला। सब्स्क्राइब गर्नाले हामीले राखेको नयाँ भिडियो हजुरले सर्वप्रथम पाउनुहुनेछ। जिरो लेभलबाट अब वाक्य अभ्यास एक वचनम छ। अब हामीले यहाँदेखि सुरु गर्छौँ। जस्तै यो बच्चा छ, एउटा बालक छ। यो बालकलाई हामीले संस्कृतमा के भन्छौँ? बालकः भन्छौँ। त्यस्तै प्रकारले यो यहाँ जाँदैछ, एउटा खुट्टा छ है, त्यसले हिँडिरहेको छ। अनि चाहिँ त्यो हिँड्नुलाई हामीले भन्छौँ, नेपालीमा भन्छौँ जानु, जान्छ आदि भन्छौँ। त्यस्तै संस्कृतमा के भन्छौँ? गच्छति भन्छौँ त्यसलाई। भनेपछि यो हो बालकः, यो हो जानु। भनेपछि बालकः गच्छति, यसलाई जोडेर गर्दाखेरि हामीले भन्छौँ बालकः गच्छति भन्छौँ। त्यस्तै प्रकारले यदि त्यही यतातिर छ बालक, यतातिर उसले के गर्दैछ? पढ्दैछ भनेपछि यसलाई हामीले के भन्छौँ? पठति भन्छौँ। त्यही बालकले के गर्दैछ? पढ्दैछ भनेपछि बालकः पठति। यसलाई जोड्दा वाक्य के बन्छ? बालकः पठति। यस्तो वाक्य बन्छ। यो भयो एक वचनको अभ्यास। त्यस्तै प्रकारले अब धेरैजना बालकहरू बसेर पढ्दैछन्, धेरैजना बालकले खाँदैछन्, धेरै बालक जाँदैछन् भनेपछि त्यसले कसरी प्रयोग गर्ने भन्ने कुरा अब यसमा हामी हेर्छौँ बहुवचनको अभ्यासमा। जस्तै यहाँ धेरै बालकहरू छन्। यी धेरै बालकहरूलाई हामीले के भन्छौँ? बालकाः भन्छौँ। अघि बालकः, अहिले बालकाः भन्छौँ। त्यस्तै प्रकारले अब यहाँ धेरै खुट्टाहरू जाँदैछन् भनेपछि यसलाई हामी भन्छौँ गच्छन्ति। भनेपछि बालकाः गच्छन्ति। यसलाई जोडेर भन्दा हामीले भन्छौँ बालकाः गच्छन्ति। भनेपछि हामीले धेरै व्यक्तिहरू, बालकहरू हिँड्दै गरेको देख्छौँ भनेपछि त्यतिखेर के भन्ने? बालकाः गच्छन्ति भन्ने। एकजना हिँड्दैछ भनेपछि बालकः गच्छति भन्ने। त्यस्तै प्रकारले यहाँ धेरै बालकहरू छन्, धेरैजना बालक मिलेर के गर्दैछन्? पढ्दैछन् भनेपछि हामीले के भन्छौँ? बालकाः यता पढ्ने क्रियालाई पठन्ति भन्छौँ। भनेपछि यसलाई जोडेर भन्दा के हुन्छ? बालकाः पठन्ति। यस्तो वाक्य बन्छ। भनेपछि धेरै बालकहरूले बसेर पढ्दैछन् भनेपछि त्यस्तो अवस्थामा हामीले के भन्छौँ? बालकाः पठन्ति भन्छौँ। अब त्यस्तै प्रकारले यो बालकः, बालकाः, गच्छति, गच्छन्ति, पठति, पठन्ति यो कसरी भइरहेको छ भनेपछि यसमा नियम के हो? हामीले यसलाई कसरी प्रयोग गर्न सक्छौँ? यति कुरामा चाहिँ हामीले थाहा पायौँ, तर योभन्दा अन्य ठाउँमा हामीले यसलाई कसरी प्रयोग गर्ने, यसलाई नियमपूर्वक कसरी बुझ्ने भन्ने कुरा अब हामी यसरी हेर्छौँ। हामीलाई पनि यसरी के भयो? जिज्ञासा भयो कसरी भन्ने। त्यसपछि अब हामीले यसपछिको प्रक्रियालाई हेर्छौँ यसरी है। अब बालकः भनेको एक वचन हो, बालकौ भनेको दुई वचन हो, बालकाः भनेको बहुवचन हो। त्यस्तै प्रकारले गच्छति भनेको एक वचन, गच्छतः भनेको दुई वचन, गच्छन्ति भनेको बहुवचन हो। यहाँ एक वचन, दुई वचन र बहुवचन रहेका छन्। कहिले पनि एकजना बालक छ भनेपछि त्यो गच्छति हुन्छ, दुईजना बालक छन् भनेपछि गच्छतः हुन्छ, तीनजना बालकहरू छन् भनेपछि गच्छन्ति हुन्छ। त्यही भएर हामीले यसलाई कसरी भन्छौँ? बालकः, बालकौ, बालकाः। यदि तयारी गर्नु छ, याद गर्नु छ भने त्यस्तै प्रकारले गच्छति, गच्छतः, गच्छन्ति यसरी भन्छौँ। अब यहाँ एकजना बालक छ,
एउटा गच्छति छ है, 2 जना बालक छन् बालकौ, 3 जना बालक छन् बालकाः, 2 जना जाँदैछन् गच्छतः, 3 जना जाँदैछन् गच्छन्ति। यो कुरालाई हामी ख्याल गर्छौँ। अब यसलाई हामीले मिलाएर भन्दा के भन्छौँ? बालकः गच्छति, बालकौ गच्छतः, बालकाः गच्छन्ति भनेर यसरी हामीले प्रयोग गर्छौँ। त्यस्तै पठतिको भन्न पर्यो भने बालकः पठति, बालकौ पठतः, बालकाः पठन्ति यसरी प्रयोग गर्छौँ। यस्तै प्रकारले संस्कृतमा जति पनि वाक्यहरू छन्, जति पनि आउँछन् ती सबैमा यो प्रकारले हामीले प्रयोग गर्छौँ। अब यहाँ हामी केही व्याकरणतर्फ जाउँ। व्याकरणमा यो जो बालकः भन्ने छ व्यक्ति, यसलाई भनिन्छ कर्ता। त्यस्तै प्रकारले गच्छति योलाई के भनिन्छ? क्रिया भनिन्छ। कर्ता र क्रिया दुईवटाको सम्बन्ध भएर वाक्य बन्दछ। अब यी कर्ताहरू कसलाई कर्ता भनिन्छ भन्ने कुरा यहाँ अब केही नियम जस्तोमा जाउँ, यसमा धेरै ध्यान नदिउँ है। यी कुरा हामीले बुझ्नका लागि, एकछिन हेर्नका लागि मात्र हुन्। कुनै पनि प्रकारको कार्य गर्ने व्यक्तिलाई कर्ता भनिन्छ। कुनै पनि कार्य गर्दैछ, ऊ जाँदैछ भनेपछि गमन गर्दैछ, गमन गर्ने व्यक्ति कोही पनि हुनसक्छ, त्यो व्यक्ति के हुन्छ? कर्ता हुन्छ गमन क्रियाको लागि है। भनेपछि रामः गच्छति, यो वाक्यमा के हो? गमन कार्य गर्ने राम चाहिँ कर्ता हुन्। भनेपछि कृष्णः गच्छति भन्दाखेरि कर्ताको हुने भयो कृष्ण, यो कर्ता हुने भयो। श्यामः गच्छतिमा श्याम कर्ता हुने भयो। अब कर्ताहरू 3 प्रकारका हुन्छन्, पुल्लिङ्गी, स्त्रीलिङ्गी र नपुंसकलिङ्गी। जस्तै रमा भनेपछि केटी भइन्, ऊ स्त्रीलिङ्गी भइन् भनेपछि रमा गच्छति भन्दाखेरि यो के भयो? रमा स्त्रीलिङ्गी कर्ता हुन्। त्यस्तै प्रकारले कुनै नपुंसकलिङ्गी पनि हुन्छन्। यसको विषयमा अहिले हामी धेरै हेर्दैनौँ। अब हामी कर्तालाई बुझ्ने कोसिस गर्छौँ। कर्ता पुल्लिङ्गको कस्तो हुन्छ है, बालकः जस्तै हामीले कसरी यसलाई प्रयोग गर्ने भन्ने कुरा बुझ्छौँ। जस्तै राम शब्द छ, राम शब्दमा के हुन्छ? यो विभक्ति हो, प्रथमा विभक्ति हो, एकवचन, द्विवचन, बहुवचन हुन्छन्। रामः, रामौ, रामाः। त्यस्तै प्रकारले अर्को उदाहरण हेरौँ। पहिलो उदाहरणमा त्यस्तै अरू कुनै पनि शब्द आयो भनेपछि हामीले यही प्रकारले रूप चलाउँछौँ। जस्तै देव शब्द आयो भनेपछि देवः, देवौ, देवाः भन्छौँ। त्यस्तै प्रकारले अर्को उदाहरण हेरौँ। कृष्ण शब्द आयो भने हामीले के भन्छौँ त्यतिखेर? कृष्णः, कृष्णौ, कृष्णाः गरेर प्रयोग गर्छौँ। यस्तै प्रकारले अन्तिममा अ आउने जति पनि शब्द छन् ती शब्दहरूको यही प्रकारले प्रयोग गर्छौँ। अब हामीले अभ्यास गर्नु छ यी सबै शब्दहरूमा। अब यो रामः, रामौ, रामाः भन्दैछौँ, यसमा सूत्र के छ? कसरी हामीले प्रयोग गर्ने भन्दा जुन शब्द छ कसैको पनि नाम हुनसक्छ, त्यसमा कसरी प्रयोग गर्ने? यदि राम कसैको नाम हो भने त्यहाँ पछाडि थप्लो थप्ने दुईवटा, रामः प्रथम एक वचन हुन्छ। त्यस्तै प्रकारले द्विवचन गर्नु छ भने औ थप्ने, रामौ द्विवचन हुन्छ। यदि बहुवचन गर्नु छ भने आहा थप्ने, रामाहा। ठिक छ, यस प्रकारले एकवचन, द्विवचन, बहुवचनको यो सूत्र बन्न जान्छ। अब हामीले यहाँ भएका सबै शब्दहरूमा अभ्यास गर्नुपर्छ। पहिला छ बालक शब्द। म भन्छु, हजुरहरूले पनि भन्नु होला साथमा है त। बालकः, बालकौ, बालकाः। यता हेर्दै सूत्र हेर्दै सकेको। प्रकाशः, प्रकाशौ, प्रकाशाः। गजको के हुन्छ? गजः, गजौ, गजाः। गज भनेको हात्ती। नृप भनेको राजा। नृपः, नृपौ, नृपाः। अब भिडियोलाई यहीँ पज गरेर यहाँ भएका जति सब शब्दहरूको यही प्रकारले अभ्यास गरेर बल्ल अगाडि बढ्नु होला। हामी अगाडि बढ्छौँ। अब हामीले क्रियालाई बुझ्नु छ। क्रिया भनेको के हो भन्दाखेरि कसैले पनि केही पनि गर्छ भनेपछि त्यो गर्ने चाहिँ क्रिया हो। जस्तै कसैले खान्छ भनेपछि खानु त्यो क्रिया हो। जान्छ भनेपछि जानु क्रिया हो। हेर्छ भनेपछि हेर्नु क्रिया हो। पढ्छ भनेपछि पढ्नु क्रिया हो। त्यस्तै प्रकारले गच्छति भन्दाखेरि गच्छति क्रिया हो। यही भनेपछि कुनै पनि व्यक्तिले गर्ने कामलाई क्रिया भनिन्छ। त्यही कर्ताले सम्पादन गर्ने कार्यलाई क्रिया भनिन्छ। जस्तै रामः गच्छति यो वाक्यमा के हो? गमन कार्य गर्दैछन् रामले, त्यही भएर यहाँ गच्छति क्रिया हुन जान्छ। अब यो क्रिया पनि धेरै प्रकारका हुन्छन्। कुनै हुन्छन् वर्तमानकालिक, कुनै भविष्यकालिक, कुनै भूतकालका, कुनै आज्ञादि अर्थमा हुने हुन्छन्। अहिले हामीले वर्तमान कालको मात्र अभ्यास गर्छौँ। वर्तमान कालमा भवति, गच्छति, पठति आदि हुन्छन्। अब त्यसको अभ्यासको लागि के छ? गच्छति, गच्छतः, गच्छन्ति, गच्छसि, गच्छतः, गच्छथ, गच्छामि, गच्छावः, गच्छामः। यदि हजुर
केही पहिल्यैदेखि पढिसक्नु भएको छ, हजुरलाई यो आउँछ भनेपछि यो सबै रूपहरू कण्ठस्थ गर्न सक्नुहुन्छ। यदि आउँदैन, पहिलो भर्खर प्रवेश हो भनेपछि हजुरले के गर्ने, गच्छति, गच्छन्ति, गच्छामि, गच्छामः यतिमा मात्र अभ्यास गर्ने। भर्खर प्रवेश गर्दै हुनुहुन्छ भनेपछि धेरैमा अभ्यास गर्दा हजुरको मस्तिष्क अहिले खलबलिन सक्छ। र यो रूपहरू बन्ने सूत्र यहाँ लेखिएको छ। सुरुमा ती, तहन्ती, सी, थह, थ, आमी, आवह, आमह मिलेर यो बनेको छ। भनेपछि अहिले हामीले केवल यो पहिलोको मात्र सिक्छौँ, प्रथम पुरुषको मात्र रूपको अभ्यास गर्छौँ। सुरुमा गच्छति, गच्छतः, गच्छन्ति। यदि पहिलो अभ्यास गर्दै हुनुहुन्छ भनेपछि हजुरले द्विवचनको अहिले अभ्यास नगर्दा पनि हुन्छ। भनेपछि गच्छति, गच्छन्ति यसरी अभ्यास गर्न सकिन्छ। अब यसको लागि सूत्र के हो, धातुमा ती, तहन, ती लगाइदिने मात्र हो। अब हामी हेर्छौँ है त, गच्छ गम धातुको यहाँ रूप लेखिएको छ, गच्छति, गच्छतः, गच्छन्ति। त्यस्तै प्रकारले यहाँ अन्य धातुहरू पनि छन् है, सबैको रूप चलाउनु पर्छ। पठ धातु छ, यसको कस्तो हुन्छ, पठति हुन्छ भनेपछि अब हामीले सूत्र लगाएर यसमा के गर्न सक्छौँ, के गर्ने सूत्र के हो, ती, तहन्ती भनेपछि ती वाला यहाँ आयो भनेपछि तह वाला ती वाला थपेर हामीले भन्ने, पठति, पठतः, पठन्ति। त्यस्तै गम छ, गमको के हुन्छ, गच्छति भनेपछि गच्छति, गच्छतः, गच्छन्ति। त्यस्तै लिख छ, लिखको लिखति, लिखतः, लिखन्ति भनेपछि रामः लिखति, रामौ लिखतः, रामाः लिखन्ति। यसरी वाक्यमा पनि हामीले सिधै अभ्यास गर्न सक्छौँ। अब यस्तै प्रकारले भिडियोलाई यहीँ पज गरेर यहाँ भएका जति पनि धातुहरू छन् यी सबैको अभ्यास गरेर हजुर अघि बढ्नु होला। अब कर्ता र क्रियालाई जोड्दा कसरी हामीले प्रयोग गर्ने भन्ने कुरा हेर्छौँ है। अघि हेरिसक्यौँ यो कुरा, त्यही पनि अब हामीले बुझेर हेर्छौँ, अघि नबुझेर हेरेका थियौँ है। भनेपछि बालकः गच्छति, बालकौ गच्छतः, बालकाः गच्छन्ति। यस प्रकारले हामीले प्रयोग गर्छौँ। अब यो वाक्य भयो, हामीले थोरै संस्कृत पढ्न जानिसक्यौँ। ल अब हजुरले पहिलो वाक्य यसरी उच्चारण गर्नुभयो बुझेर भनेपछि हजुर खुसी हुनुहोस्, हजुरले संस्कृत जान्नुभयो। अब हजुरको प्रवेश भइसक्यो। अब हामीले अझै अभ्यास गर्छौँ है यसलाई। भनेपछि एकजना बालक बसेको छ भनेपछि बालकः पठति, दुईजना छन् भनेपछि बालकौ पठतः, तीनजना छन् भनेपछि बालकाः पठन्ति। त्यस्तै प्रकारले श्याम छ अनि खादति छ भनेपछि श्यामः खादति, एकजना बसेर खाँदैछ, दुईजना बसेर खाँदैछन् श्यामौ खादतः, तीनजना बसेर खाँदैछन् श्यामाः खादन्ति। यस्तै प्रकारले श्यामः बालकः खादति, बालकौ खादतः, बालकाः खादन्ति भनेर हामीले अभ्यास गर्न सक्छौँ। अब यो त भयो अरूका लागि, कोही छ बालक छ, शिशु छ है, अनि राम छ, श्याम छ, उसले के गर्दैछ त्यो भन्नका लागि, खाँदैछ पिउँदैछ भन्नका लागि। अब आफूलाई भन्दाखेरि म खाँदैछु, म पिउँदैछु, म हिँड्दैछु, म नाच्दैछु भन्नु छ भने कसरी प्रयोग गर्ने त्यो कुरा अब हामी हेर्छौँ। त्यसको लागि के छ, म खान्छु, म पढ्छु आदि प्रयोग हुन्छ नि। म भनेको को कस्तो छ भन्दाखेरि राम्रो म होइन, राम जस्तै छ क्या, भगवान् जस्तै भनेपछि राम्रो म, राम्रो को छ भगवान् हुनुहुन्छ है। भनेपछि राम्रो मको लागि कुन शब्दको प्रयोग हुन्छ, अस्मत् शब्दको प्रयोग हुन्छ। यसको रूप के हुन्छ, अहम, आवाम, वयम भनेर म, हामी दुई, हामीहरूको लागि अहम, आवाम, वयमको प्रयोग गर्ने। अहम भनेको म, आवाम भनेको हामी दुई, वयम भनेको हामीहरू, तीनजना अथवा तीनजनाभन्दा धेरै हुँदाखेरि वयम प्रयोग गर्ने। अब अहमको लागि क्रिया के हुन्छ, गच्छामि, आवामको लागि गच्छावः, वयमको लागि गच्छामः हुन्छ। यसको लागि उत्तम पुरुषको प्रयोग हुन्छ। अब यसमा पनि हामीले प्रवेशार्थी हौँ, भर्खर प्रवेश गर्दैछौँ भनेपछि द्विवचनलाई अहिले अभ्यास नगर्दा हुन्छ, अभ्यास गर्दा पनि फरक चाहिँ पर्दैन। ठिक छ। भनेपछि हामीले कसरी अभ्यास गर्ने, अहम गच्छामि, आवाम गच्छावः, वयम गच्छामः भन्ने। हामी म एक्लै जाँदैछु भनेपछि अहम गच्छामि भन्छु मैले, हामी दुईजना मिलेर साथीहरू जाँदैछौँ भनेपछि आवाम गच्छावः भन्छु, र धेरैजना मिलेर जाँदैछौँ भन्दाखेरि वयम गच्छामः भन्ने। त्यस्तै प्रकारले हामीले अरूको पनि अभ्यास गर्ने। जस्तै यहाँ हेरौँ, अहम, आवाम, वयम छ। त्यस्तै प्रकारले पठामि, पठावः, पठामः छ। यो कसरी बन्छ भन्दाखेरि सूत्र आमी, आवह, आमः जोडेर भन्छ सूत्र है।
त्यो याद गर्नु होला। यसपछि हामी फेरि अभ्यास गर्नेछौँ। भनेपछि सबैलाई पहिलोसँग, दोस्रोलाई दोस्रोसँग, तेस्रोलाई तेस्रोसँग जोड्ने। भनेपछि अहम पठामि, आवाम पठावः, वयम पठामः। त्यस्तै अहम खादामि, आवाम खादावः, वयम खादामः। त्यस्तै अहम लिखामि, आवाम लिखावः, वयम लिखामः। ठिक छ, यसरी हामीले अभ्यास गरौँ। अब यस्तो अभ्यास किन गर्ने, यतिखेर हामीले वाक्यको अभ्यास गर्नुपर्छ। यस्तो अभ्यास किन गर्ने भन्दा हामीले देख्दै गर्दाखेरि यो याद नआउन सक्छ। त्यही भएर पहिले हामीले यो बोल्दा 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 बोलिराख्यौँ भनेपछि त्यो दिमागमा बसेको हुन्छ। देख्ने बित्तिकै बालकः गच्छति, अहम गच्छामि, अहम पठामि भन्न आउँछ। त्यही भएर एक्लै बसेर यसको अभ्यासहरू हामीले गर्नुपर्छ। अब यहाँ हेरौँ, यहाँ जति पनि छन् सबैको हामीले त्यही प्रकारले अभ्यास गर्ने। यहाँ पठति लेखिएको छ, हामीले यो सूत्र लगाएर के गर्छौँ, यसलाई पठामी बनाउँछौँ। पठावः पठामः भनेर अभ्यास गर्छौँ। पठतिको के हुन्छ, पठति पठामी है उत्तम पुरुषमा बनाएर गर्ने। पठामी पठावः पठामः। गच्छतिको गच्छामि गच्छावः गच्छामः। लिखतिको लिखामि लिखावः लिखामः। यस्तै प्रकारले सबैको अभ्यास गर्ने एकचोटि रूप मात्र भनेर। त्यसपछि दोस्रोचोटि अहम आवाम वयम लगाएर भन्ने। अहम पठामि, आवाम पठावः, वयम पठामः। त्यस्तै अहम गच्छामि, आवाम गच्छावः, वयम गच्छामः भनेर यो सबै अभ्यास गर्नु। हजुरले पज गरेर भिडियोलाई, त्यसपछि बल्ल हजुर अगाडि बढ्नु। अब यहाँनिर यो 12 नम्बरको क्रि करोति अर्थमा रहेको क्रि धातु छ। यसको प्रयोग गर्दा हामीले यसको रूप चाहिँ फरक हुने भएकाले यहाँ लेखेका छौँ। करोमि, कुर्वः, कुर्मः हुन्छ यसको चाहिँ रूप उत्तम पुरुषमा है। अब सार्वत्रिक नियमलाई गहिरिएर बुझौँ। अब अझै केही नियमहरू छन्, ती नियमहरूलाई हामीले राम्ररी बुझ्छौँ। त्यो हामी अर्को भागमा बुझ्नेछौँ। अहिले यति नै। ल, हजुरको संस्कृत यात्रा सधैँ राम्रो बनोस्, शुभकामना। केही हजुरको प्रश्न जिज्ञासा भएपछि कमेन्टमा लेखेर पठाउनु होला, हामी त्यसको जवाब दिनेछौँ। जय श्री मुक्तिनाथ।